हाम्रो आएको ठाउँ कुन ठाउँ? भिरचोक दोलखा दोलखाबाट हाम्रो यो हामी कति भैया खड्का हजुरबा? 8 भैया। कान्छीपट्टिको 12 भैया। यो बागबिरेमा हुने उयो सिरुखोलामा हुने टाँसी गाउँतिर हुने खड्का र हामी मिल्छौँ? एउटै हो? जुठो लाग्छ कि लाग्दैन त? जुठो लाग्दैन। जुठो चाहिँ लाग्दैन? होइन, लाग्थ्यो कि 10 दिनमा जानुपर्थ्यो। त्यो ठुलो कान्छाले लाग्थ्यो। त्यो मुर्दा झारेकी त्यही काट्नेको डाँडाबाट। हजुर। अन्त रमा जस्तो भएर त्यहाँदेखि छोड्यो। अनि यो हाम्रो दोलखाबाट चाहिँ को चाहिँ आएको त पहिला? दोलखाबाट चाहिँ पहिले बाघसिंह। त्यहाँदेखि पोखल सिंह। हजुर। त्यहाँदेखि चैनदोस। हजुर। अहिले मेरो चैनदोस एउटा मात्रै भन्छ होला नि। थाहा छैन मलाई, त्यही भएर सोधेको। होइन, एउटा मात्रै, त्यो जेठा बुढो कान्छो बुढो भन्नु पर्दैन होला नि। होइन, भन्नु न सबै। भन्नु, यसको बाउ यसको भन्नु न सबै। सरको बाउ जेठो। हजुर। बाजे। हजुर। अनि त्यहाँदेखि मानबहादुर सिदल हजुरको अर्को काइला हिक्कलपछि के हो? तपाईँहरू काइलाको नाराबहादुर हो कि होइन, कुन के बहादुर भन्थ्यो, अरू त आउँछ। अनि काइलाको तपाईँहरू है? काइलाको सैन्य। हजुर। कान्छाको हाम्रो बाउ चन्द्रबहादुर। हाम्रो किन यो उयो गोडधुप नगरेको हजुरबा? गोडधुप किन नगरेको हाम्रो? खोइ किन नगरेको? उँधौली गर्दैन। र त हो, त्यो गोडधुप गर्दैन, खिर खाँदैन नि है? खाँदैन, सारामा मात्रै। साराको दिन कि दिनभरि। हजुर। गेटकै खाउनुहुन्छ गोठको दुध। हजुर। हाम्रो भनेपछि इतिहास त अनि धारापानी होइन कि? दोलखाको धारापानी हो कि होइन त? धारापानी, ओखलढुङ्गा, 3 नम्बर, चारिकोट सबै हो हाम्रो चाहिँ। किलिङ खाएको। हजुर। गुम्जाबगी गुबुको। हजुर। हो त्यस्तो। हामीहरू भिरचोकको हो त्यस्तै हो। अन्त भिरखड्का भने हामी चाहिँ भिरखड्का भनेको। दोलखाबाट चाहिँ को पाउनु भएको रे? र त ओखलढुङ्गा 3 नम्बर चारिकोटको आएर हाम्रो पुल चाहिँ नि। हजुर। त्यसपछि टिस्टामा बगाएर आएको। यता आउँदै गोरुको मासुहरू हलुवा खानेलाई हो त्यस्तो गऱ्यो भुटी। त्यो त्यसपछि मण्डलमा पास्ने पनि आफै पकाएर खान्छ उताकाले। स्वयंपाकी। अब त्यसपछि मण्डल हुन्छ, घाड चम्मर हुन्छ, शङ्ख घन्टा हो, त्यस्तो सबै हुन्छ। त्यो कुल चढेर आउँछ त्यो। उयो कुल पूजा गर्दाखेरि अरूले त झाँक्री मेलबाट गर्दो रहेछन्, हाम्रो चाहिँ कसरी गर्नु? यता पश्चिमको खड्काहरूले चाहिँ नि कुल पूजा गर्दाखेरि चाहिँ झाँक्री चिन्ता बसेर गर्दो रहेछन्। र त त्यो पास्नेले त्यो पास्ने हो? तिनीहरू हामी एउटै हो त? एउटै हो। अब हामी यता आइयो। हजुर। बाटामाथि पैसा टिप्न आइयो यता। खड्का भनौँ न, बुलुङ्गे तिनीहरू चाहिँ। अन्त भिरचोकको हो तिनीहरू। बाबुजी एउटा हो नि त्यही। 8 भैया 12 भैया। जोडा स्वास्नी ल्याएको कि। हजुर। अन्त बडा भैयाको 12 मस्ट। हजुर, 12 मस्ट। हाम्रो आधी मस्ट 8 भैया। 8 भैयाका आधी मस्ट। हो त्यस्तै हो। के जान्थ्यो? जानुभएको छैन? जाँदैन। किन? होइन, गएको छैन नि त। बल्ल बल्ल काठमाडौँ कि गएको। तपाईँको हजुरबाको कि बाजे आएको त? कहाँ? बाङ्गिनमा बाजे आएको। पोखल सिंह भनेको चाहिँ सिंहदेखि पोखल सिंह
बाक्सिङ चाहिँ तपाईँको हजुरबा कि जीबा हो? जिजु बाजे हौ। ए भनेपछि यतिखेरसम्म त कति वर्ष भयो आएको? कता हो कता त्यो त जान्दैन। ए जिजु बाजे हाम्रो त कुप्री पनि कुप्री बाबु आएको छ नि त। कता हो कता हो। त्यति बेला आउँदाखेरि भिर खनेर कोदो फल्थ्यो अरे, अलिकति मकै हाल्थ्यो अरे। हजुर। अहिले त्यसको कता हो कता। त्यही भएर भिरखँडका पनि वहीँबाट आउँदै भिरखँडका भएर आएको कि यहाँ आएर मात्रै वहीँबाट है? दोलखाइबाट हो। दोलखाको चाहिँ भिर भएको गर्दा चाहिँ भिर भएको भिरचोक। बाजे हजुर जिजु भिरचोक। बाक्सिङ थिएँ। हजुर। त्यहाँबाट पोखरा थिएँ। हजुर। त्यहाँदेखि नरबहादुर। हजुर। जेठो नरबहादुर। अन्त यिनीहरू सबै भाइ भने मानबहादुर माइलो। हजुर। साईले चाहिँ अलिक बिर्सिएको कथा हो।